हेलो गाइजहरु, आज चाहिँ म झापा बिरतामोडमा छु। हेर्नुस्, यो बिरतामोडमा पानी परेर गरम शीतल भइरहेछ। अनि यहाँ गाडी राखिरहेको थियो। अब गाडी धुन जान लागेको। पानीमा गाडी त के धुनु जस्तो भइरहेछ, तर पनि जानु पर्यो धुनलाई। हाम्रो गाडी चाहिँ के नधुनु र भने जस्तो धुनु त पर्यो हैन। गर्मी भन्थे झापामा, अहिले त पानी परेर पुरै शीतल भएको छ। म चाहिँ लागेको अब गाडी स्टार्ट गर्नु छ आजलाई। आजको काम भनेको महिनाको बस्दै खोलेको असारे महिनामा पानी परेर जाउँ कसरी बुझाउनु। गाडीभित्रको अवस्था चाहिँ यस्तो छ। गाडीभित्र फोहोर भइरहेछ। आज चट्टसँगले गाडी लगेर वासिङमा वहीँ बनाएपछि त यो त सब जाति भइहाल्छ हैन त। गाडीभित्र त अनि जतिसुकै फोहोर भए पनि हेर्नुहोस्, नेपालको झन्डा राखिदिएको छ रकी भाइले। गाडीमा चाहिँ एकदम रमाइलो पाराको। अब चट्ट गाडी स्टार्ट हान्नुपर्छ, त्यसका बाद त्यस पछाडि लाग्नुपर्छ हामी यात्रा त तिम्रो जिन्दगी। फोहोर भइरहेछ गाडी पुरै। यसलाई सडक्क सफा गरेपछि त भइहाल्छ। ल हामी चाहिँ अब मोबाइल सोबाइल चेक गर्ने। त्यसका पछाडि लागेपछि लाग्यो झापाको बसेर गरेको थियो। शीतलमा पनि बस्यो चलिन्जेल चल्छ, मजाले चल्दैन। मोबाइल ठिक छ, गाडीमा मोबाइल ठिक छ भन्ने कुरामा हो। गाडीमा मोबाइल ठ्याक्क छ। अब अगाडिको बनोट खोलेर हेर्नुपर्छ। बनोट खोल्नको लागि चाहिँ यता अगाडि जानुपर्छ र यहाँबाट खोल्ने हो सरक्कसँगले। गाडीको अगाडिको बनोटहरू, तेलको ट्याङ्की खोल्ने यो हो, बनोट खोल्ने यो हो। अनि गाडी स्टार्ट हुन्छ। योले चाबी घुसारेर चाबी अन गरिदिइराखौँ हैन त। चाबी अन गरिदिइराखौँ। चाबी अन गरिदिएपछि भइहाल्छ। असारे महिनामा पानी परेर जाउँ ब्रेकालहरू चाहिँ यहाँ हुन्छ। ब्रेकाल ठिक छ, पानी हल्का कम भएको रहेछ, पानी थप्नुपर्छ। म अब पानी थप्नको लागि पानी हेर्नु पऱ्यो नि त। यहाँ अब हिजो प्यासेन्जरहरूले बट्टाहरूको पानीहरू एक्स्ट्रा उब्रेको छ भने त्यही थप्नु हो। अर्को पानी हेर्नुपर्छ। पानीको बट्टा त टन्नै थियो त उब्रेको छ। असारे महिनामा पानी परेर जाउँ मेरो मन कसरी बुझाउने। नौडाँडा पारी छ कम्पनी छ। यहाँ चाहिँ हाम्रो बस्ने रुम भनेको चाहिँ भाइहरूको रुम छ। यहाँ अगाडि चाहिँ यहाँ मास्टर रुम हो। यहाँ मास्टर रुमदेखि यता हाम्रो अङ्कलको चिया पर्छ अगाडि। महिला भाइ पनि आफ्नो क्लासबाट, जापानिज कोरियन क्लासबाट हैन।
असारे महिनामा पानी परेर के छ त आज झापाको मौसम कस्तो लागिरहेछ एकदम महेन्द्र सरलाई पानी परेर त गाडी धुनै नपर्ने जस्तो भइरहेछ तर हुँदैन त्यस्तो गाडी धोर्नुपर्छ भित्र सफा बनाउनु पर्यो नि त मग मग पेसेन्जरहरू आउँदाखेरि मग 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 बास्ना आउने हुँदो रहेछ यो चाहिँ रेडी वाटरको पानी हो अगाडि त्यो होइन त्यो चाहिँ उता रेडी वाटरको पानी हो रेडी वाटरमा चाहिँ गाडीलाई धुनबाट बचाउने पानी हो यो चाहिँ अनि यो चाहिँ वेपरमा जाने क्या यहाँ माथि अब सबै चेकचाक भयो भनेपछि रक्की भाइले फाइनल्ली गाडी स्टार्ट गर्छ होइन त चढौँ लुटेर गरौँ ल स्टार्ट भयो मेरो गाडी अब लाग्यो केटोहरूको सवारी होइन के छ त अलि चल्दी भने जस्तो पर्छ गाडीको चाहिँ हालत खराब भएको छ अनि त्यस्तै छ है त अब आजलाई यस्तै होइन सबैजनाले च्यानल सब्सक्राइब गरिदिनु होला साथ सपोर्ट दिनु होला पानी परेर झापाको मौसम बवाल भइरहेको बेला त्यो नेपालको झन्डा टल्किरहेछ मेरो गाडीमा सबैले नेपालको झन्डालाई पनि माया गर्नुपर्छ होइन नि ल अब म चाहिँ गाडी एकछिन स्टार्टमा राख्छु अनि त्यस पछाडि म जान्छु गाडी धुन वासिङमा पानी पर्दै भए पनि अनि मेरो गाडी चाहिँ 6,03,230 किलोमिटर कुदिसकेको छ गाडी ल बाई बाई गाइज सबैजनाले च्यानल सब्सक्राइब साथ सहयोग गर्नु होला सबैजनाले सेयर गरिदिनु होला चाँडोभन्दा चाँडो 1000 सब्सक्राइबर कटाएर त्यस पछाडि अलिक राम्रो गर्दै जानुपर्ने छ राम्रो बनाउँदै जान्छु फेरि यस्तै भिडियो चाहनुहुन्छ भने लाइक गर्नुहोस् है ल बाई